गुड मर्निङ नमस्ते सबैजना सन्चै आराम हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा साथीहरू। अनि आज चाहिँ हामी धाम जाँदै गरेको गजुरमुखी। अनि यहाँदेखि घरदेखि चाहिँ भर्खर नारीको गाडी चाहिँ अघि आएको छ। अनि अब सामानहरू ठिक पार्दा ओर्दा होइन ढिलै भयो अनि गाडी चाहिँ आइपुगेको छ। अनि आज चाहिँ हाम्रो फुपू र अङ्कलको बर्थडे पनि हो। अनि अहिले म यसो देखाउँछु बर्थडे गर्ल र बुवाईलाई, किनभने उयो हो नि त कि ट्विन्स। अनि अहिले देखाउँछु सबै तमतार हुँदै हुनुहुन्छ काकाहरू। दुईजना भाइ र काका चाहिँ पर जानु छ, बुवाहरू अघि हिँड्नुभयो खोलामा, त्यहाँ के गर्नुपर्छ अरे नि त, त्यही भएर। अनि अब हामी पनि जान्छौँ। काकाहरू जान्छ ल ल ल। अनि मम्मीहरू चाहिँ गजुरमुखी दर्शन गरेर यता फर्किनुहुन्छ गाइज। अनि म चाहिँ मामा घरमै बस्छु, त्यहाँ माइली सुत्केर हुनुहुन्छ। अनि त्यहाँ एकदिन खाना बनाइदिएर म बस्छु। अब चाहिँ गयौँ साथीहरू हामी। अनि सबैजना उपर गाडीमा सामान लगाउँदै हुन्छ, तर घामले टल्किँदो रहेछ। म यता ब्यागको माथि बर्थडे गलु माथि बर्थडे भयो उतापट्टि बर्थडे ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू सो मच। अब चाहिँ जान आँटेको हामी सबै तयार माथितिर कसरी देखाउनु तर सबैजना अटिन्छ बाबा भन्नु न, टङ्केर पर्ने हाम्रो घरहरू घाम लागिरहेको साथीहरू राम्रो। यहाँ खोलामा यसो धुपबातीहरू बाल्दै हुनुहुन्छ। ल ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। पुल्लो पुल्लो ह्याप्पी बर्थडे टु यु। आज दुईजनाको बर्थडे ट्विन्स, उसको बर्थडे हो, दुईजनाको ट्विन्स हो नि त। नि ठ्याक्क हामी बाघको आइपुग्छौँ साथीहरू। अहिले चाहिँ बाघको आइपुग्यो। अब चाहिँ अहिले चाहिँ ट्याक्क पहिरो भन्ने आइसक्यो जाति नेपाललाई साथेर जाँदैछौँ। अब हामी अहिले मङ्गलबारेमा आइपुगेछौँ। मङ्गलबार आइपुग्छ साथीहरू। ठ्याक्क हामी अब चाहिँ गजुरमुखी खोला होला नि, यो खोलामा आइपुगेछौँ। तर साथीहरू धुलोले चाहिँ आम्मामा धुलो कति साह्रो सबै त यता धुलोले धुलोले गाइस जा गरेर चाहिँ अब जानुपर्छ। कोही नुहाइधुवाइ गरिदेऊ त पर यहाँ काकाहरू चाहिँ अब जनै सनै फेरेर चाहिँ पूजा गरेर फर्क्यौँ तल खोलामा। अब चाहिँ हाम्रो गाडी पुवा मजुवा इलाम है साथीहरू। यो क्या हो?
अलैँची हाम्रो चाहिँ भुइँमा फल्छ या चाहिँ रुखमा फल्छ ठिक अलैँची जस्तो चाहिँ हामी भित्ता छिरेको छौँ किनभने हाम्रो चाहिँ पूजा लाउनु पर्ने थियो यहाँ गजुरमुखीमा भाकल त्यो थियो अनि पूजा लाउने अनि हाम्रो पूजाको सामग्री चाहिँ मिलाउँदै हुन्छ उपर साथीहरू धुलोले यस्तो बिजो गऱ्यो यस्तो बिजो होइन धुलोले धुलो कति कति फोटोसुट अलिअलि चाहिँ खिच्छ साथीहरू अनि फोटो खिच्नलाई होइन तर माथि हाम्रो चाहिँ अरू चाहिँ मिलाउँदै हुनुहुन्छ सामान पूजाको फुल स्वेटर लगाउँदै बोइ काका र फुपूको चाहिँ बर्थडे हो कि खै अहिलेसम्म पार्टी दिने कुराहरू भएछ नि भरे मङ्गलबारेमा लगाएर दिने भन्दै हुन्छ फेरि मङ्गलबारदेखि चाहिँ म उता गइहाल्छु अनि चप्पल लाएर आएको थिएँ उता चाहिँ खालि टेन्सन छ हामीले चाहिँ लाइवरी आयो फुल खोइबाट ध्यान गर्ने भाइ के जना गरे उठु पर घण्टी बजाउँदा बज्यो धेरै जना गरे बजाउन हो त्यता सबैजना नमस्ते गरेर बस्दै हुनुहुन्छ मैले अनि म चाहिँ रातो होइन बडाको भगवान होइन केही हुँदैन त्यो नचलाएपछि केही हुँदैन त्यो देउमा नि पशुलाई केही हुँदैन गर्ने अब चाहिँ हाम्रो पूजा सकिन आँटेको साथीहरू अनि पूजा सकिन आँटेर माथि पूजा गर्न जानु लागेको सबैजना अब यहाँ भरे पूजा पाठ चढाउनु छ पूजा गरिसकेको छ पूजा अहिले चाहिँ हामीले पूजाहरू माथि सक्यौँ अब यहाँ हाम्रो पूजा लिनु छ अनि त्यो घर फर्किने साथीहरू घरलाई म चाहिँ मामा घर जान्छु अनि अरू चाहिँ घर जानुहुन्छ म चाहिँ शान्ति गाडै मामा घर बस्छु एकचोटि बसेर फर्किन्छु
चाहिँ खानुपर्छ पुगाएर तैँले खाइलोस् हामीले पूजा सकेर यहाँ सफा गर्दैछन् दुईजनाले बढा छन् माथि अनि यहाँ बुवा चाहिँ खाँदैछ भोकले अरे अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँदेखि बिदाई भयो साथीहरू मेरो क्यामेरा चाहिँ फेरि केबाट पानी पर्छ जस्तो भयो कस्तो नराम्रो अनि अब चाहिँ ठ्याक्क 4 बजी भयो अब हामी यहाँ गजलमुखीबाट फर्किनु लागेको अब चाहिँ बर्थडे बोय मोमो राति भएर ए यहाँ घर अन्त क्वालिटी अब जाने यहाँ होटलमा खाजा खाएर जानु साथीहरू मैले एकै झमक्कै रात पैसाको यहीँ साथीहरू यहीँ हामी चाहिँ यहाँ झोला तोला मिलाउँदैछौँ सबैजना चाहिँ लाग्यो साथीहरू झमक्कै रात पऱ्यो यहीँबाट नै अब सबैजना गयौँ लु अब चाहिँ जाने हामी चाहिँ यति राति यहीँ मङ्गलबारेमा छ साथीहरू यहाँ ग्यारेजमा गाडीको चक्का कि के थियो हेर्ने अरे यस्तो राति भइसकेको छ बर्थडे बोय बर्थडे गलाउ बर्थडे टु मी बर्थडे बोयको भाइ बर्थडे गली आउनुहुन्छ दसैँको ह्यापी बर्थडे टु यु मलाई दसैँको ह्यापी बर्थडे टु यु यहाँ हान्नु बर्थडेको चक्लेट चाहिँ मिठाई चाहिँ यो अरे खा होइन होइन सबै अब खुवाउन त खुवाए धेरै खुवाउनु भएको थियो तर हामी नदेखाएको के खुवाएको देखाउनु खाएको कुरा के देखाउनु भनेको यो मात्रै देखाएको चाहिँ कोहरू ला पछाडि धुलो त लु त्यो डान्स त्यो उही हुई हुई नाच पुतली नाच 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 पुतली नाच नाच उही नाच पुतली नाच त्यो पुतलीहरूको डान्स बर्थडे बुवाई गल जुनमुखीबाट फर्किँदा चाहिँ यस्तो रात परेको छ साथीहरू यस्तो यहाँ हामी मङ्गलबारेमै छौँ अहिले यहाँ ग्यारेजमा छौँ गाडीको टायर फेर्नको लागि अनि सबैजना यता उता हुनुहुन्छ सबैजना होइन एकदम रमाइलो भयो हाम्रो गजलमुखीको दर्शन चाहिँ अनि म चाहिँ मामा घरमै बस्छु अनि अब अरू चाहिँ घर जानुहुन्छ म चाहिँ मामा घर बसेर फर्किन्छु झमक्कै रात पऱ्यो बिहान ढिलो गर्नाले अब मेरो भ्लग हेर्दै गर्नु लागि कस्तो हुन्छ म भोलि एडिट गरेर हाल्छु अनि म चाहिँ त्यहाँ मामा घरमा पुगेर खानासाना खाएर सुत्न लागेको थिएँ अनि सुत्ने बेलामा भिडियो बनाएँ मेरो भिडियो ध्यान दिनु धेरै धेरै धन्यवाद।